हाई नमस्ते बन्दकी सभाको फेरि तपाईँहरूको सामु एउटा सानो भिडियो लिएर आएको छु। मलाई आशा छ तपाईँहरू मन पराइदिनुहुन्छ होला। आजको टपिक भनेको होइन यी परिवर्तनको लागि क्या। जस्तै हाम्रो देशमा होइन फागुन महिना अब भोट हुनेवाला छ, अब हुन्छ हुँदैन तर हुनेवाला छ होइन। त्यही भएर त्यो टपिकको बारेमा अलिक कुरा गर्छु। हाम्रो खास गरी होइन नेपालमा पुरानो पार्टीहरू क्या जति भयो होइन जेनजीले परिवर्तनै गर्यो नि त, पुरै चेन्जै गर्यो पुरानो पार्टीहरूलाई लखेटेर होइन। अनि फेरि त्यही पुरानोहरू भोट आएपछि फेरि पुरानो पार्टीहरू फेरि इलेक्सनमा आउँछ, हामी फेरि तिनीहरूलाई फेरि जिताउँछौँ, भोट दिन्छौँ, फेरि देश कहाँ गयो त्यही पुरानै कुराहरू लिएर दोहोरिरहन्छ क्या। त्यही भोट दिन्छौँ, मासु भात खान्छौँ होइन, भोट माग्छ, मासु खुवाउँछ, के रक्सी खुवाउँछ, अनि त्यही कुराहरू दोहोरिन्छ क्या। हाम्रो देश त्यसरी परिवर्तन हुँदैन कि। अब हामी कहिले आज जाग्दैन भने हामी कहिले जाग्छौँ कि। हाम्रो खास गरी हाम्रो रतनमय नगरपालिका 3, 4, 5 जति छ रतनमय नगरपालिकामा पर्छ हाम्रो होइन। नेपाली काङ्ग्रेस, एमाले, माओवादी 3-4वटा पार्टी छ होइन। जति पुरानो पार्टी छ क्या 3-4वटा होइन, जतिवटा पुरानो पार्टी छ हामी त्यस पुरानो पार्टीलाई सबैले के गर्नुपर्छ, बहिष्कार गर्नुपर्छ क्या। जति विकास गर्यो राम्रो कुरा हो, जति नराम्रो कुरा भयो हामी हेऱ्यौँ क्या, गरेको छ छैन भनेर हामी भोगिसकेको छौँ। नयाँ पार्टीले नै के गर्नुपर्छ, मौका दिनुपर्छ क्या। जस्तै राष्ट्र स्वतन्त्र पार्टी होइन, रवि लामिछानेको पार्टी हो, अनि पालन पनि आबद्ध भएको छ त्यो पार्टीमा होइन, कुलमान घिसिङ होइन। नयाँ युथहरूलाई पनि हामी के गर्नुपर्छ, मौका दिनुपर्छ क्या। सबैजना हामी घरमै क्या, म पनि फोन गरेर भन्छ बुवा आमाहरूले क्या, कहाँ दिनुपर्छ, राष्ट्र स्वतन्त्र पार्टीमा क्या। नयाँ पुरानो पार्टीलाई भोट दियो कि म घर जान्न भन्दिनँ कि, सिधै म बिर्सिन्छु, घरै बिर्सिन्छु कि, सिधै भन्ने हो पुरानो पार्टीलाई नो भोट, नयाँ पार्टीले के गर्नुपर्छ, नयाँ पार्टीलाई मौका दिनु पर्यो है। अनि पो देश परिवर्तन छ होइन साथीहरू। तपाईँहरू पनि बाहिर बस्नु भएको छ भने घरमा कृपया तपाईँहरू पनि होइन नयाँ पार्टीलाई भोट दिनलाई कुरा गर्नु होला। मम्मी बाबाहरू जतिजना हुन्छ पुरानो पार्टीमा लाग्यो हुन्छ नि त होइन। हाम्रो देशमा के छ भने नि अब हरेक कुरा अब पहिलेको सोचाइ र अहिलेको सोचाइ भनेको अलिक अन्तर छ क्या। हामी चेन्ज गर्नुपर्छ क्या, आफूले पनि आफ्नो सोच पनि चेन्ज गर्नुपर्छ क्या। भोलि मासु भात खायो, रक्सी खायो, भोट दियो ठिक छ, तर त्यो कुराहरूलाई बिर्सिदेऊ क्या। अब नो रक्सी नो मनी, ओके। डाइरेक्ट के गर्नुपर्छ, मनको सभा हुनु पऱ्यो कि, सिधै भोट दिनुपर्छ क्या। हामी अलिक पैसा लिएर होइन भोट दिन्छौँ, त्यो भोटको कारणले गर्दाखेरि हाम्रो गाउँ ठाउँ विकास हुनु पाएको छैन क्या। यही पुरानो पार्टीले गर्दा एकअर्कालाई घोच्यो, ऊ एमाले, ऊ काङ्ग्रेस, उसले गाली गलाउँछ, उसले गर्ने, उसलाई तल झार्ने है धेरै भइसकेको छ क्या। खास गरी हाम्रो रतनमय 3मा क्या, मात्रै 3मा होइन, धेरै 4, 5, 6 कति छ रतनमयमा पर्छ होइन। सबै वाडामा सबै त्यस्तै भइरहेको छ क्या। काम चाहिँ यही गर्नु छैन, उसको कुरा गाड्यो, उसले उसको कुरा गाड्यो, उसलाई तल झार्यो है। कुनै पनि न्यायको लागि हामी नगरपालिका जान्छौँ, तर त्यहाँ बोल्ने मान्छे भएन भने, तिम्रो ठाउँमा मान्छे भएन भने, पार्टीमा छैन भने अबद्ध भने तपाईँको कुरा सुन्नेवाला कोही हुँदैन क्या। त्यही भएर कुराहरू छोडेर जतिजना छ रतनमयमा हरेक घरमा भोट माग्न आयो भने तिनीहरूलाई के गर्नुपर्छ, लखेड्नुपर्छ क्या। पुरानो पार्टीलाई पुरै लखेड्नु पऱ्यो कि। नो भोट, सिधै नो भोट के, भोट दिनै हुँदैन। त्यही भएर नयाँ पार्टीलाई हामी भोट दिउँ, मेरो यो चाहना। अलिक परिवर्तन पनि होस् है, अनि सोचलाई बदल्यौँ सबैजना। फेरि भोलिका दिनहरूमा मासु भात खायो, सक्यो, पैसा सक्यो, फेरि हामी त्यही बाटोमा त्यही लखेड्नुपर्छ क्या। विदेशतिर सबै युथहरू विदेशतिर जानुभएछ, त्यही भएर हामी यही मासु भातको कारणले गर्दाखेरि कि अब योचोटि नो मासु भात नो मनी, ओके। जति थोरै पैसा कमाउनु त्यतिले खुसी बस्नुहोस्, त्यतिको पैसाले के हुनेवाला छैन। त्यही भएर हामी भोट भनेको सही ठाउँमा हाल्नुपर्छ क्या, ल्याप्चा क्या हाल्ने, सही ठाउँमा ल्याप्चा हाल्नुपर्छ क्या। त्यही भएर मात्रै विकास हुन्छ, नभए हाम्रो देश बन्दैनन् क्या। अब हामी युथहरू के गर्नुपर्छ, हरेक जेनजी युवाहरू के गर्नुपर्छ भने नि नयाँ जेनेरेसनलाई अलिक मौका दिनुपर्छ। र हामी जसलाई थाहा छैन त्यसलाई बुझाउनु पऱ्यो। पुरानो पार्टी जे भयो पुरानो पार्टीलाई बिर्सिनु पऱ्यो, नयाँ पार्टीलाई नै मौका दिनु पऱ्यो है। त्यो पनि गरेर हेरौँ न, यत्रो मौका दियौँ अरू पार्टीलाई के हामी नयाँ पार्टीलाई पार्नु। त्यो पनि पुरानै पार्टी हो, तर त्यहाँ भनेको अब युवाहरू अब
देश बनाउने खालको छ नि त, त्यही भएर हामी त्यसमा लाग्नुपर्छ है साथीहरू सबैजना। बाई बाई एन्ड टेक केयर। जय नेपाल।